हेलो साथीहरू, आज चाहिँ हामी बफको तरकारी पकाउँदै। पहिला तेल राखेँ, 5 फुरन राखेर प्याज फुराएर अनि मासु राखेँ साथीहरू। अनि मासु राखेर एकछिन मजाले भुट्छु। अनि एकछिन मजाले चलाइ पारी मजाले भुटभाट पार्छु साथीहरू। अनि भुट्दा अनि कति छिटो प्याजहरू डढ्छ क्या आजभोलि त। अनि फेरि स्वादअनुसार नुन राखेँ, स्वादअनुसार नुन हाल्ने। अनि नुन हालिसकेपछि फेरि बेसार राख्छु साथीहरू। बेसार राखेपछि अनि फेरि टमाटर राखेपछि मजाले एकछिन भुटेर छोपिदिन्छु। छोपेको भुटे त अब कहिले पनि ल्याउँदिनँ म। अनि यहाँ फेरि ठ्याक्क मसलाहरू सबै मसला पिन्छु कि साथीहरू। म त धुलो मसला खासै हाल्दिनँ नि त। अनि मजाले मसलाहरू पिनेर अनि राखेको थिएँ। अनि राखिसकेपछि यत्तिको भयो थियो साथीहरू, यत्तिको भयो थियो। अनि ठ्याक्क फेरि मेरो छोरा आउँछ क्या। आज त शनिबार, आमा छोरै घरै थियौँ। अनि 12-1 बजे थियो भात खाँदा पनि हामीले। अनि चाख्ने मासु दिनु न मामी भन्दै आएको थियो। अनि डाँडा दाल त बनाउँदिनँ, थोरै रस हालेर। अनि यत्तिको भयो थियो साथीहरू। अनि हामी आमा छोरा खाना लाग्यो, फर्सी र आलु अनि भात अनि मासु।